नमस्ते, म दिलीप लिम्बू। आज म लेडिज साथीहरूलाई म एउटा फोटोलाई कसरी मेकअप गरिन्छ भने म देखाउन गइरहेको छु। सबसे पहिला एउटा फाइल उसको जरुरत पर्छ हैन। त्यसपछि यो फाइललाई क्लिक डाउनलोड गर्नुहोस् प्ले स्टोरमा गएर। म यो फाइललाई क्लिक गर्छु। यसरी क्लिक गरेपछि ओपन हुन्छ फाइललाई हैन। त्यसबाट म यसमा जान्छु, नोटिसमा न यसरी। त्यसबाट म यसो इमेजलाई चोइस गर्छु। म यसमा चाहिँ मेरो भतिजनीको फोटोलाई मेकअप गर्दैछु। फोटोलाई क्लिक गरे मैले यसरी प्रिन्ट हुन्छ, क्लिक हुन्छ पहिला फोटो। बाट यसरी गर्न सकिन्छ। यहाँ लकअप्स भनेको छ हैन। लकअप्समा जान्छु म। यसबाट अब आँखा कसरी आँखाबाट त्यो देखाउन बनाउँदैछु म। यसरी विभिन्न किसिमको आँखाहरू परेलाहरू बनाउन सकिन्छ। गाजल केहरू लाउन सकिन्छ यसरी। यसरी मलाई यो मन पर्यो। म त्यसबाट म राइटको चिन्हलाई म क्लिक गर्छु यसरी। अब त्यस पछाडि यसमा क्लिक गर्छु। यसमाबाट फेरि गालामा कसरी डिम्पलमा गर्ने राख्ने हैन, कस्तो गर्ने यसरी डिम्पलमा कसरी कलर राख्ने हैन, त्यो कलर पनि भइसक्यो। त्यो राइटको चिन्हलाई क्लिक गर्छु म। त्यस पछाडि यहाँनिर विभिन्न किसिमका छ, जो बनाउन मन छ त्यो बनाउन सकिन्छ। त्यसबाट यहाँ आँखा पनि बनाउन सकिन्छ। यसमा ओठ पनि चेन्ज गर्न सकिन्छ यसरी। अनि कपाल पनि यसमा लगाउन सकिन्छ यसरी। अब यसरी कपाल सकिन्छ यसरी हैन। कपालमा यसरी राख्न सकिन्छ हैन। यसरी कस्तो कपाल बनाउने हो हैन। यसमा कपाल के राख्नुहुने हो यसरी मजाले राख्न सकिन्छ यसरी। यसरी विभिन्न किसिमको कपालहरू राख्न सकिन्छ यसरी। मैले यो कपाल मलाई चाहिएन हैन, मैले क्यान्सल गर्छु। त्यसबाट म यसमा कलर यो फोटोको म कलरहरू यसलाई क्लिक गरेर यसरी आरामसे कपालहरू केहरू राख्नु मन छ हैन, यसरी चोइस गर्न सकिन्छ यसरी। यसरी लोड हुँदैछ। अब यसमा यसरी कपालको रङहरू चोइस गर्न सकिन्छ यसरी। यसरी कुन चाहिँ कपालको कलर मन पर्यो भने यसरी कलर भर्न सकेर यसरी कलर भर्न सकिन्छ हैन। साथीहरूले कस्तो कपाल मन पर्छ हैन, त्यो पनि यसरी चोइस गर्न सकिन्छ, रङ भर्न सकिन्छ त्यो कपालमा यसरी। मलाई यो रातो, यो धेरै रातो हुन्छ यसरी। फुल रातो हैन यसरी। म यसबाट यो राइटको चिन्हमा क्लिक गर्छु। त्यसबाट सेपको बटन दबाउँछु। यसरी भइसक्यो। यो ग्यालेरीमा आउँछ यसरी। मैले अहिले यो फोटो बनाएको यसरी आइसक्यो।
फोटो। ल तपाईहरु पनि यसरी फोटो बनाएर इन्टरनेटमा केमा पनि राख्न सकिन्छ। आवश्यक यसले क्लिक गर्नुहोस्, यसमा सजिलो छ। यो प्ले स्टोरमा जानुहोस् अनि यसलाई डाउनलोड गर्नुहोस् सबैभन्दा पहिला, अनिबाट मेकअप गर्नुहोस्। हस् त आजको लागि यति नै। भिडियो पुरा हेर्नुहोस् अनि सिक्नुहोस्। मन परेपछि लाइक गर्नुहोस् है त। त्यो हस् त बाइ।